यो खान्जीलाई हेर्दाखेरि झट्ट कस्तो किसिमको इमेज बन्छ होला त? धेरैजनाको चाहिँ यो आँखाबाट बनेको होला, आँखाका मुनि दुईटा धरको भनेर इमेज बनाउनुहुन्छ भने एउटा टिप्स दिन्छु, यसलाई आँखाबाट नहेरेर, हेर्ने त आँखाबाट हो कि आँखावाला इमेज नबनाएर भन्न खोजेको, यसलाई आँखावाला इमेजबाट नहेरेर यसलाई चाहिँ छुट्टै खाई भनेको के त? सेलफिस, समुद्रको किनारमा जस्तो यहाँनिर हेर्नु त, यो सङ्खे किराहरू जस्तो टाइपको किराहरू हुन्छ नि होइन, त्यो किराबाट हेर्ने हो भनेदेखि यसरी बन्यो भनेर बनाउनुपर्छ। त्यो किराबाट हेर्ने हो भनेदेखि यो चाहिँ सङ्खे किरा अथवा त्यो कौडाको किराहरू जस्तो हुन्छ नि तिनीहरू, र यो पैसासँग सम्बन्धित छ भनेर हामीले सम्झिनुपर्ने हुन्छ। कहाँ यो हुन्छ? पैसा भने त ओखाने हो, ओखाने भने त यो हो भनेर भन्न पनि सक्नुहुन्छ, त्यो पनि सत्य हो। तर हामीलाई के पनि थाहा हुनुपर्छ भने यो ओखाने भने पनि यसको ओन्योमी, यसका अर्का नामहरू अरूसँग आएर जोडिँदाखेरि यसलाई किन या गिन पनि भनिन्छ। किन भनेको त सुनलाई पनि त यो खान्जी युज हुन्छ नि होइन र, अथवा धातुहरू अन्य धातुमा पनि यो खान्जी युज हुन्छ। अनि पैसा पनि एउटा धातु न हो, अहिलेको पैसाहरू धातु होइन, कोही त कागज पनि हो। यो धातुवाला पैसा आउनुभन्दा अगाडि धेरै वर्ष अगाडि त होइन यो सेलफिस युज हुन्थ्यो पैसाको रूपमा। कौडाहरू जस्तो भनौँ न, मान्छेले भन्छ नि पैसाको नाममा फुट्या कौडी पनि छैन भनेर भन्छ नि होइन, कुनै जमानामा चाहिँ पैसाको रूपमा प्रचलनमा आएको रहेछ है। र यो खान्जी जहाँ जहाँ पनि आउँछ यो पैसासँग सम्बन्धित छ भनेर बुझ्यौँ भने है, यसलाई हामीले स्वीकार्यौँ भनेदेखि 15-20वटा खान्जी त आरामले सिकिन्छ। जस्तो सजिलो के छ भनेदेखि यो पैसाले हामीले किनमेल गर्न पऱ्यो भने आज होइन उ बेलाको जमानामा के किन्ने त भन्दा बजारमा भाँडाकुँडा किन्ने हो। जस्तो एउटा ओसारा जस्तो खालको एउटा खान्जी सम्झिनु पऱ्यो। यो के को खान्जी हो त? यो ओसारा जस्तो खालको खान्जी भनौँ होइन। ओसारा चाहिँ खासमा यता र यता अलिकति बढी लम्ब्याएको हुन्छ, तर यसमा चाहिँ नलम्ब्याएको हुन्छ यो। अब यसलाई हामीले कसरी सम्झिन सक्छौँ भने पैसा लिएर गयौँ, कौडा लिएर गयौँ भनौँ न होइन, सङ्खे किरा जस्तो त्यो लिएर गयो अनि चाहिँ थालहरू किनेर ल्यायो भने यसलाई खाई मास भनेर भनिन्छ होइन। यसलाई खाई अथवा बाई भनेर भनिन्छ। जस्तो किन्नु चाहिँ खाई मास भयो है, नकिन्नु चाहिँ के हुन्छ त भन्दा फु बाई हुन्छ, फु बाई। र त्यही भएर यसलाई चाहिँ यो खान्जीलाई चाहिँ खाई मास या बाई भनेर सम्झिनु पर्ने हुन्छ है त। यही खाई आएको भएर हो, एउटै ओन्योमी सिमिलर हुने चान्सेस धेरै हुन्छ। पैसा भने के हो त? अहिलेको युगमा पैसा धेरै ठुलो कुरा हो नि होइन र, त्यो पैसाको लागि हामीले चाहिँ गामबात्य गरिराखेका छौँ हो कि होइन, गेङ्की दासु गरिराखेका छौँ। त्यस कारणले गेङ्कीको गेन राखेर, गेङ्कीको गेन हो नि होइन यो, हेर्नु त यो खान्जी यतापट्टि गेङ्की दासु गरेर हामीले पैसाको लागि चाहिँ हामी चाहिँ लागि परिराखेका छौँ नि होइन, यहाँनिर झुन्डिरहेका छौँ भने जस्तै यो राखिदिने भने यो चाहिँ गाम्बारी मासको गान हो, यसको चाहिँ गान भन्ने ओन्योमी भन्छ।